माइक्रोसफ्ट वर्डमा यस्तो किसिमको आइडी कार्ड कसरी बनाउने आज म तपाईहरुलाई यो सिकाउँछु। त्यसको लागि तपाईहरु यहाँनिर पेज लेआउटमा गएर साइजमा जानुहोस्। साइजमा गइसकेपछि यहाँनिर साइज चुज गर्नु होला। मैले यहाँनिर आइडी कार्डको एउटा साइज राखेको छु। त्यसपछि यहाँनिर तपाईले थोरै स्केललाई चाहिँ बढाउनु पर्ने हुन्छ। यहाँनिर मैले बढाएँ, तलको पनि साइड बढाउनु होला। त्यसपछि यहाँनिर तपाई इन्सर्टमा गएर शेपमा जानु होला। शेपमा गइसकेपछि यहाँ रेक्टेंगुलर शेप लिनु होला र ड्रा गर्नु होला। यहाँनिर ड्रा गरिसकेपछि तपाईले फिलमा गएर यो ग्रीन कलरको फिल गर्दिनु होला। आउटलाइनमा नो आउटलाइन र यसलाई डुप्लिकेट बनाउनु यहाँनिर एडिट पोइन्टमा जानु होला। त्यसपछि यहाँनिर गएर तपाईले कर्व बनाउनु होला। यसलाई तपाईले आफूले चाहिएको डिजाइन अनुसारको यसरी बनाउन सक्नुहुन्छ। मैले यस्तै बनाएँ। त्यसपछि यहाँनिर यति तपाईले गराइसकेपछि जहाँनिर क्लिक गर्नुहुन्छ त्यहाँनिर पोइन्ट बन्छ र तपाईले यसलाई कर्व गराउन सक्नुहुन्छ। र मैले यसलाई कन्ट्रोल सी गर्छु र कन्ट्रोल भी गरे भने यसको डुप्लिकेट भएको छ र मैले यहाँनिर डुप्लिकेट बनाइसकेपछि अब यो जुन ब्याक साइडमा छ त्यसको फिल चाहिँ ग्रीन कलर गरेको छु अलि अर्कै टाइपको। त्यसपछि यसलाई म तानेर फेरि ठिक्क बनाउँछु, एडजस्ट गर्छु। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ। यति बनाइसकेपछि तपाईले यहाँनिर माथिको डिजाइन भएको छ। त्यसपछि तपाई फेरि इन्सर्टमा गएर शेपमा जानु होला। त्यसपछि एउटा ओभल शेप लिनु होला। यहाँनिर मैले शेप लिएँ। त्यसपछि यो शेपमा चाहिँ हामीले फोटो राख्नको लागि गर्दै छौं। शेप फिलमा नो फिल गरिदिँदा हुन्छ अथवा शेप फिलमा व्हाइट कलर राख्दा नि हुन्छ। नो आउटलाइनमा चाहिँ व्हाइट आउटलाइन राखिदिनु भयो भने सजिलो हुन्छ फोटो ल्याउनको लागि। त्यसपछि राइट क्लिक गरेर फर्म्याट शेपमा जानुभयो। त्यसपछि फिलमा जानुभयो र यहाँनिर पिक्चर एन्ड टेक्सचर भनेर जानुभयो। त्यसपछि फाइलमा गएर यहाँनिर पिक्चर चुज गर्नुभयो भने यहाँनिर तपाईको पिक्चर आइसकेको छ। यसरी यसलाई एडजस्ट गर्न सक्नुहुन्छ। तपाईले व्हाइट ब्याकग्राउन्ड भएको पिक्चर लिँदा अझ राम्रो हुन्छ। ब्याकग्राउन्ड जे छ त्यही राख्दा राम्रो हुन्छ। यहाँनिर मैले पीएनजी फाइलवाला लिएको छु। त्यसपछि यहाँनिर हामीले केही कुराहरू लेख्ने छौं। त्यसको लागि मैले टेक्स्ट बक्स लिन्छु। इन्सर्टमा गएर यहाँनिर टेक्स्ट बक्स छ। टेक्स्ट बक्स ड्रा गर्छु मैले यहाँनिर। ड्रा टेक्स्ट बक्समा गएर यहाँनिर मैले यसरी टेक्स्ट बक्स ड्रा गरेँ। त्यसपछि यहाँनिर हामीले टेक्स्ट बक्समा चाहिँ नाम लेख्छौं। त्यसपछि कुन सब्जेक्ट हो त्यो सब्जेक्ट लेख्छौं। यहाँ फिलमा गएर नो फिल गरेँ, आउटलाइनमा नो आउटलाइन गरिदिएँ। त्यसपछि यहाँनिर मैले टेक्स्ट लेख्नको लागि यहाँनिर क्यापिटलमा राकेश शर्मा लेखेँ। यो एउटा इक्जाम्पलको लागि लिएको छु। त्यसपछि यहाँनिर मैले यसलाई बोल्ड सेन्टरमा लगेको छु। होममा गएर यहाँनिर बोल्ड इटालिक गरिदिन्छु। त्यसपछि यहाँनिर फन्ट चेन्ज गरेँ मैले। आरओई भन्ने फन्ट बनाएँ र यो फन्टको कलर पनि मैले यहाँनिर चेन्ज गरेँ। त्यसपछि यहाँनिर तलतिर तपाईले के हो त त्यो लेख्न सक्नुहुन्छ सब्जेक्ट। यहाँनिर मैले मास्टर इन रिसर्च भनेर लेख्छु। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ मास्टर इन रिसर्च भनेर लेखेँ। त्यसपछि यो शेपलाई अलि तानेर फिल गराउन सक्नुहुन्छ, फिट गराउन सक्नुहुन्छ। त्यसपछि यसको फन्ट पनि चेन्ज गर्न सक्नुभयो आफूलाई मनपर्ने। मैले फन्ट चेन्ज गरेँ। त्यसपछि यसलाई बोल्ड गरेँ र साइज पनि म केही बढाएँ र यहाँनिर इटालिक पनि गरेँ भने यस्तो देखिन्छ। बोल्ड हटाइदिएँ। तपाईले आफूले डिजाइन चाहिए अनुसारको गर्न सक्नुहुन्छ। यहाँनिर डेट अफ बर्थ भनेर मैले राखेँ। डेट अफ बर्थ चाहिँ कति हो त्यो राख्न सक्नुहुन्छ। यहाँनिर मैले डेट अफ बर्थ राखेको छु। सरी यहाँनिर एमडीवाई फर्मेटमा राखौँ। मैले 02/1999 राखेँ। त्यसपछि यहाँनिर यसको तपाईले फन्ट चेन्ज गर्न सक्नुहुन्छ। मैले यहाँनिर यसको फन्ट चाहिँ यहाँनिर टाइम्स न्यू रोमन राखिदिन्छु। टाइम्स न्यू रोमन राखेको छु। त्यसपछि यसको फन्ट साइज सानो गरिदिनुस् र यसलाई तान्नुभयो भने यहाँनिर ठिक्क फिट हुनेछ। इटालिकबाट मैले हटाइदिएँ, फन्ट साइज अलि सानो गरेँ। त्यसपछि मैले यसको जुन यो लाइन स्पेसिङ छ यसलाई म रिमुभ गरिदिन्छु। त्यसपछि यहाँनिर लाइन स्पेसिङ चाहिँ थोरै 1.5 जति राखिदिन्छु। प्याराग्राफ स्पेसिङ रिमुभ गरेको छु र आईडी नम्बर लेख्नको लागि मैले दुईटा इन्टर गरेर आईडी नम्बर लेख्छु। यहाँनिर आईडी नम्बर तपाईहरुको आईडी कति हो त्यो नम्बर लेख्न सक्नुहुन्छ। त्यसपछि मैले यो शेपलाई जुन बनाएको थिएँ ड्रा गरेर यसलाई म सिधा तानेर यसरी एडजस्ट गर्छु। यहाँनिर तपाईहरुले पनि यसरी नै एडजस्ट गर्नु होला। त्यसपछि यहाँनिर हेर्नुभयो भने मैले यो दुईटाको लाइन स्पेसिङ चाहिँ अलि तल छ त्यो मिलाइदिन्छु र यहाँ ब्ल्याक कलर फिल गरेँ र यसलाई मैले एक ब्याक स्पेस हान्दाखेरि त्यो लाइन स्पेसिङ मिलेन। मैले यहाँ 2 लाइन स्पेसिङ राखिदिएँ। त्यसपछि तपाईले अब तल डिजाइन बनाउनु पर्छ। शेपमा गएर यहाँनिर मैले शेप लिएँ एउटा यसरी रेक्टेंगुलर शेप मैले ड्रा गरेँ। फिलमा गएर यहाँनिर ग्रीन कलर फिल गरेँ, आउटलाइनमा नो आउटलाइन। त्यसपछि एडिट पोइन्टमा गएर यहाँनिर मैले अघि जस्तै कर्व बनाउँछु। यो एडिट पोइन्टमा यहाँनिर देख्नुहुन्छ कर्व बनाउँछु। यसलाई यसरी कर्व बनाएँ। त्यसपछि चाहिएको आफूलाई चाहिएको डिजाइन मैले यहाँनिर बनाउँदै छु। तपाईलाई जुन डिजाइन चाहिन्छ त्यो अनुसारको शेप बनाउन सक्नुहुन्छ। त्यसपछि यसलाई म कन्ट्रोल सी गर्छु फेरि र कन्ट्रोल भी गरेँ। यो पेस्ट भएको छ, यहाँनिर डुप्लिकेट बनेको छ।
त्यसपछि यो डुप्लिकेट बनाइसकेपछि मैले यसलाई ठिक्क मिलाउँछु। त्यसपछि यो पछाडिकोमा कलर चेन्ज गर्छु, फिलमा गएर अर्कै माथिकै कलर मैले चुज गरेँ। त्यसपछि यो सेपलाई चाहिँ ठिक्क मिलाउँछु र यसरी मैले एउटा यो आइडी कार्ड डिजाइन गरेको छु। तपाईँले पनि यसरी आइडी कार्ड डिजाइन गर्न सक्नुहुन्छ। साथीहरू, तपाईँहरूले पनि माइक्रोसफ्ट वर्डबाटै यति सजिलै यस्तो राम्रो आइडी कार्ड डिजाइन गरेर तपाईँले प्रिन्ट गर्न सक्नुहुन्छ। तपाईँ स्कुल अफिसको आइडी कार्ड आफैले डिजाइन गर्न सक्नुहुन्छ र चाहियो भने तपाईँले तल बाँकी रहेको ठाउँमा बारकोड पनि राख्न सक्नुहुन्छ। मैले यहाँनिर फोटोलाई केही एडजस्ट गर्छु, सानो गराउँछु। त्यसपछि यहाँनिर मैले माथि स्कुलको नाम अथवा केही तपाईँ अफिसको नाम हो त्यो मैले यहाँनिर लेख्नेछु। जस्तै मैले यहाँनिर ड्र टेक्स्ट बक्समा गएर ड्र गरेँ। त्यसपछि यहाँनिर यति टेक्स्ट बक्स ड्र गरेँ र यो फिल हटाइदिन्छु। मैले आउटलाइन पनि हटाइदिएँ, फिल पनि हटाउँछु। त्यसपछि यहाँनिर त्यो जुन तपाईँको इन्स्टिच्युट छ अथवा तपाईँको के छ अर्गनाइजेसन त्यसको नाम लेख्न सक्नुहुन्छ। मैले यहाँनिर हाम्रो जुन अनलाइन लर्निङ छ त्यसको नाम लेखेँ। त्यसपछि यहाँनिर गएर तपाईँले यो लेखिसकेपछि यो सानो भयो भने यसरी तान्न सक्नुभयो। यसलाई म सेन्टरमा राखिदिन्छु, बोल्ड गरिदिन्छु। यहाँनिर बोल्ड गरेँ। त्यसपछि यहाँनिर गएर बोल्ड गरिसकेपछि फन्टको साइज बढाउँछु। त्यसपछि यसलाई म तान्छु। यसलाई पनि तपाईँले सेन्टरमा राखिदिनु भयो भने यहाँनिर कलर चेन्ज गरेँ व्हाइट। यहाँनिर हेर्नु त यो सेन्टरमा ठिक्क राखिदिनु भयो भने कस्तो राम्रो देखिन्छ। र यसरी तपाईँले आइडी कार्ड डिजाइन गर्न सक्नुहुन्छ घरमै बसेर।